अस्थिरताको कारक हो भन्ने भाष्य बनाउन धेरै मेहनत भयो। मलाई त्यो मेहनत गरिरहेकाहरूलाई सोध्नु थियो, यसलाई अस्थिरता भनिएको हो कि प्रचण्ड एक्लैले ल्याउन सक्ने अस्थिरता हो त्यो? जम्मा 32 सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता? प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरू? त्यसमा ठुला दलहरूको भूमिका के हो? म प्रधानमन्त्री थिएँ, त्यसकारण यो प्रश्न सोध्न मलाई त्यति बेला नैतिक रूपले धेरै अप्ठ्यारो थियो। तर आज कांग्रेस र एमालेका साथीहरूलाई यो प्रश्न सोध्न सक्ने बनाइदिनु भयो तपाईहरूले, त्यसका लागि धन्यवाद छ। अस्ति कांग्रेस एमालेका नेताले संसदमा भनेको सुने, माओवादीले पालै पालो कांग्रेस र एमालेलाई प्रयोग गर्यो, धोका दियो। साथी हो, कांग्रेस र एमालेले पटक पटक माओवादीलाई प्रयोग गरेर धोका दिएको हिसाब गर्नु भएको छ?